your outline is that side. नास्पति फार्म जाँदैछौँ। नास्पति टिपेर खाइन्छ। त्यसपछि हामी चाहिँ यो भेडा फार्मको डाँडामा आइपुग्यौँ। केटाहरूसँग पहिला हुँदै त्यो थोडो हाम्रो गाइजहरु यहाँ चाहिँ बिहान भइसक्यो। बिहान केटाहरू पुरा अब मजा गर्ने कार्यक्रम भइरहेको, कोही हाँस्ने कार्यक्रम भइरहेछ हैन, म चाहिँ सुत्ने कार्यक्रम भइरहेछ। अनि यहाँ रेडी भइसक्यो हैन पुरै। बाइक लगाइरहेछ, टक्का लगाएर हैन। अब घुम्न जानुपर्छ काँडे भेगोट अनि नास्पति बोट। केटा मस्त सुतिरहेको। ल गाइजहरु म चाहिँ सुरुवात अन्डाबाट हैन। हो के छ राजु दाइ? रोटी र तरकारी छ। रोटी पुरी के छ सुदीप दाइ? खतरा। हो के खाइरहनु भयो? पुरी तरकारी अन्डा। के छ मामा? ल मामा अन्डा केलाउनु व्यस्त छ। एकदम बबाल छ। मेरो नाम चाहिँ रञ्जित हो हैन। हामी चाहिँ राडीबाडीबाट आएको, लामो बाटोमा देखिबाट आएको हामी हैन। के छ राहुल मामा? के हुनु अब यस्तो नास्ता सास्ता हान्ने छ हामी अहिले हैन। आँखामा घाम पर्दैछ हैन? घाम पर अलि हेर्न मिले हैन। अहिले चाहिँ हामी टक्क पुरी सुरी आलु चना मिलाएर खाँदैछौँ। यो कप्प मुखमा हालिहाल्छौँ अब। हामी चाहिँ अब ब्रेकफास्ट हान्दैछौँ बिहा कराएर केटाहरूसँग। कड़ोरो Mata होला नि दाउ Bro! Yo, easy bro! Yo guys! Yo! मार देंगे। गाइजहरु हामी चाहिँ अब हैन नास्पति फार्म जाँदैछौँ। नास्पति टिपेर खाइन्छ। त्यसपछि यहाँको भन्दाबाट फर्पिङमा नास्पति आउँछ। फर्पिङमा गइदिउँ न त। यहाँ फेरि फर्पिङ गर्दा सबभन्दा बेस्ट नास्पति, सबभन्दा बेस्ट नास्पति भने फर्पिङ गर्नु। यहाँ नास्पति होइन क्या, नास्पतिको रक्सी पाइन्छ अरे क्या दाइ। ए त्यो हो क्या फेमस चाहिँ।
खेती नासपतिको रक्सी पाइन्छ रे क्या नगएको त्यो बाबालाई ल गाइस आयो है नासपति ल गाइस है गाइस है नासपति धेरै वर्षपछि भेटेको हो धन्नो मान्छे ह्याकिङमा आइरह आमा कस्तो हरियो झपक्क सिजनमा आइपुग्यो गाइसहरु हामी चाहिँ नासपति आयौँ तर ओन्ली डाँटहरू मात्र रहेछ धेरै वर्षपछि भेटेको हो मान्छे ह्याकिङमा आइरह हरियो झपक्क सिजनमा आइपुगेछ हामी ल गाइसहरु हामी चितलाङमा छौँ अहिले चितलाङ ल मैले हेर्छु यहाँबाट दामी आउँछ क्या यहाँबाट होइन अलि तल जानुपर्छ गाइस के छ हामी अहिले यहाँ नासपति घारी यु नो हेरिटेज कस्तो ल फोटो खिच्न गइदिएको केटाहरू यस्तो छेक्नु न एकजनामा गाइजहरु रमाइलो भइरह यार कसैलाई रमाइलो भएन रे उदास जिन्दगी अब हामी फोटो चल्नु ग्रुप फोटो हान्नुपर्छ पाउनु न कहाँ जान्छौँ यहीँ हान्ने हो सबतिर हान्ने हो क्या अब भेडा फार्मनिर आइपुगिसक्यो भन बाख्रा भयो मान्छे बाख्रा भएर होला क्या बाख्रा फार्म भनेको टोलीहरू आइरहेको त्यहाँबाट हामी चाहिँ अब कुनै होइन हो न त्यहाँ माथि जाने ठाउँ चाहिँ यही हो त्यहीबाट फुट नहेरेर आउनु त्यहाँसम्म चाहिँ ड्याम पनि देख्न सक्नुहुन्छ हजुरहरूले ल एकदम खतरा जोनमा छौँ हामी एसके ब्रदर इज गोइङ बाख्रा फार्म Come fast! Sarara musta केडा पैसा डेटतिर हुन्छ होला यहाँ We are in top of the mountain. भनेर भन्दिनँ म हामी चाहिँ यो भेडा फार्मको डाँडामा आइसक्यौँ केटाहरूसँग रोइला हान्दै रोइला ग्याङ डाइरेक्टर साहब आइरहेको त्यहाँबाट डाइरेक्टर साहब क्यामेरा अल्छु क्यामेराम्यान अल्छु पछाडिको भ्यू आउनु पर्यो Having fun guys
तपाईलाई सोधे कहिले साइड अलिकति बर्खा ऋतु हुन्छ पानी नपर्ने समय भयो वैशाख जेठतिर आउन पर्छ हरियो देख्ने गरेर के वैशाखतिर वर्षिक पानी पर्ने हुन्छ नि त सबैमा हरियो हुन्छ के खाली कालो 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 त्यो अनि यो सुक्खामा सुक्या घाँसहरु त नि सबै यो ठीक छ ल यहाँ चाहिँ फोटो सोटो हान्दा टुक ट्याक लाएर एउटा मात्रै खिच्ने एउटा दुईटा मात्रै आदि हैन छिटो यता चाहिँ ठिक हुन्छ यता कालो हुन्छ अझ माथि हुन्न खै माथि छुट्यो जस्तो छ ल म त अहिले अघि त्यो घुसाएर चाहिँ त्यो फुचेकोमा होला नि तलबाट अहिले तिमीले हालेर आएन मिलाउँदै मैले देखिरहेको छु कस्तो दाइ देख्नु भएको नि त्यही देखायो भएर त म ढुक्कल बस्छु झोला के गर्छ के कसले बोक्नु यार यो मेरो चिप्लिन्छ बिस्तारै ल राजु इडिट गरेर ह्यान्डसम्म निकाल है फेरि मलाई चाहिँ ल पछाडि केटाहरूको यस ल गाइस हामी चाहिँ अहिले झुलिङ्गे पुल जाँदैछौँ मार्कुको ऊ त्यहाँनिर देखिसक्यो ट्याका लगाएर त्यहाँ जाँदैछौँ हामी होइन बाटो चाहिँ यही हो तर लास्ट गरौँ भइसक्यो ल हामी चाहिँ अब पुल आइसक्यौँ मेरो अन्त राहुल मामा यो we are in मार्कु झुलिङ्गे पुल केटाहरू सब पछाडि छ है मारेको थाहा मेरो पाल आएर भर लडाइँ जस्तो छ एउटा सोलो हान्ने हो अझै एउटा हामी यहाँबाट निस्किँदैछौँ अब टक्क लाएर अब बोटिङतिर जान्छौँ हामी त्यसपछि बोटिङ गर्छौँ यसो होइन चिल है भाइ चिल अनि यतिकै अलि देखाउँछु यस्तो भने
Let's go. हिँड्दा पेट दुखिसक्यो यार औडे अब काठमाडौँ जाने बाटो फेरि त्यस्तै छ अब हिजोको रुटबाट जानुपर्ने स्थिति हुन्छ हाम्रो हैन अब दामी देख्दो रहेछ लगाइसक्यो एउटा भ्यू चाहिँ यस्तो पोल्स लिङ्गे पोल्स प्रवीण वो कस्तो छ दामी छ रिपोर्टिङमा जाँदैछ आँखा लाएर फोटो खिच्न राहुल एउटा कहाँ चलाउँछ झन्डै गाइस फेरि चलाउनु त्यस्तो फेरि खुङ्खर नि गाइस खोलिकन फोटो खिच्न लाग्छ खोइ के गरे के हात मलाई Baru छिर्यो ल छिर्यो ल यसको है गाइस हामी चाहिँ त्यसको भात खानु ल्याउनु जस्तो छ खै त मान्छेहरु भाइ हेलो भाइ 6 जना यसमा आउनु यसमा यता ओ यसमा र यसमा किन मान्छे खोज्छु राजु छ त जानु दिदी जा मर्नु नि के हो Right, chill. फोटो सोटोले हम दुई चाडा भिडियो सुट गर्न तै हो त्यही भएर ट्याङ्की ट्याङ्क हान्ने सबैको क्यामेराम्यान कटिसक्यो प्रवीण चाहिँ अलिक डरा जस्तो फेस देखिरहेको छ यहाँबाट हेर्दाखेरि तर डराएको हो कि होइन भन्ने कुरो यो चाहिँ बिचको ट्याक्क राउन्डिङ हान्ने ठाउँ हो यहाँबाट राउन्ड हानिन्छ सर राउन्ड हान्ने यहाँबाट एक राउन्ड ट्याक्क जाने बस्ने
क्यामेराम्यान म चाहिँ टक्क यहाँ छु है मेरो हात मात्र यहाँ चाहिँ लचकदार रहेछ अलिकति पुरै हल्लिरह लचक हल्लिनु रहेछ यहाँ चाहिँ फेरि हजुरले चाहिँ यो ठाउँमा क्यामेरा गर्नुभयो कति साल होइन म त 20 वर्ष भइसक्यो यसरी भिडियो बनाउँदै हिँडिरहेको फोटोसोटो खिच्दै राम्रो त राम्रै हो थोपडा अनुसार राम्रै आउँछ हावा आएर यो पानी हल्ल्या हो कि मन्दिर बनाउनु पर्ने क्या यहाँनिर भित्रमा पोखराको जस्तो पोखरा पनि यस्तै मन्दिर हल्यो त खत्रै क्यामेरा गर्नुभयो कति साल भयो कति साल होइन म त 20 वर्ष भइसक्यो भिडियो बनाउने Yeah, He's here. Our friend is backside. Back. Let's enjoy the cook. Okay, guys. Thank you for this. Yeah. मजा आउँदो रहेछ साइकल चलाउन मजा आउँछ गाह्रो हुन्छ कि उदे आउँदाखेरि चाहिँ डर रमाइलो हुन्छ हो त्यसलाई कुरिराहो ठुलोलाई अनि आउने हैन मलाई फोन दिन लाग्यो फोन दिन्छ जानु चाहिँ बोटिङ हाने एउटा खलाएर दामी मजा आयो होइन चाहिने बानुले ल कुकुरको लागि डरला हामी पनि केटाहरू चाहिँ त्यहाँ बसिरहेछ लाटोले पापा हेरेको छ सरी हामी चाहिँ अब मस्त बाहुबली के हो आउनु भने आएन केटाहरू कताबाट जाने यताबाट ल नाउ वी आर ब्याक टु द KTM ओके आजको भ्लग अब यति नै बाबा सबैजनालाई हाम्रो भ्युअर्स RNB क्रिएसन मेरो बाइक लिन जानु